हरिओम महर्षि वेदव्यासजीले रचना गर्नुभएको नवग्रह स्तोत्रहरूको दैनिक पाठ गर्नाले अथवा यो सुन्नाले मात्रै पनि ग्रहहरूका दोषहरू निवारण गर्नमा सहायक हुन्छ। नवग्रहहरूको सम्झना गर्नाले मात्रै पनि शान्ति प्राप्त हुन्छ। तसर्थ यी नवग्रह स्तोत्र यहाँहरू समक्ष राख्ने जमर्को गर्दैछु। जपा कुसुम संस्काशम काशिपेयम महादुतिम तमोरी सर्वपापन्नं पर्णतोस्मि दिवाकरं दधि शङ्खतुषाराम्भ क्षीरोदार्णवसम्भवं नमामि शनिनं सोमं शम्भो मुकुटभूषणं धरणीगर्भसम्भूतं विद्युत्कान्तिसमप्रभं कुमारं शक्तिहस्तं तं मङ्गलं प्रणमम्यहम् प्रियङ्कलिकास्येमं रूपेणं प्रतिमं बुधं सौम्य गुणोपेतं तं बुधं प्रणमम्यहम् देवानां च ऋषीणां च गुरुकञ्चन सन्निभं बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिं हिमकुन्द मृणालाभं दैत्यानां परमां गुरुं सर्वशास्त्रप्रवक्तारं भार्गवं प्रणमम्यहम् नीलाञ्जलसमाभासं रविपुत्र हिमाग्रजं छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् अर्धकायो महावीर्यो चन्द्रादित्यविमर्दनं सीमिकागर्भसम्भूतं तं राहु प्रणमम्यहम् पलाशपुष्पसङ्काशं तारकाग्रहमस्तकं रौद्रात्मकं घोरं तं केतु प्रणमम्यहम् इति व्यासमुखोद्गीतं ये पठेत् सुसमाहित दिवाया यदि वा रात्रौ विघ्नशान्ति भविष्यति नरनारी निर्वाणां च भवेत्तु स्वप्ननाशनम् ऐश्वर्यं मातुलं तेषाम् आरोग्यं पुष्टिवर्धनम् भनेर यसरी भगवान् वेदव्यासजीले रचना गर्नुभएको यो चाहिँ श्लोकलाई मैले यो अध्यात्ममाला सदाचार पुस्तकमा पनि समेटेको छु र त्यसैबाट मैले एउटा अंश तपाईँहरूलाई सुनाएँ। यदि ग्रहहरूको चाहिँ पीडा छ, अप्ठ्यारो छ भने त्यो सकिन्छ यसलाई सुन्नुहोला अथवा यी स्तोत्रहरूलाई नै गाउने प्रयास गर्नुहोला। सकिन्न भने छोटोमा यिनै 9वटा ग्रहहरूको छोटोमा एउटा स्तुति छ। ओम ब्रह्मा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधस्स गुरुश्च शुक्र शनि राहु केतव सर्वे ग्रहा शान्तिकरा भवन्तु भनेर 9 ग्रहहरूलाई नमस्कार गर्नुभयो भने पनि ग्रहहरूको पीडाबाट मुक्त भइन्छ भनेर हाम्रा साधना शास्त्रहरूले